अहिले चाहिँ यो विद्युत प्राधिकरण र उद्योगहरूको चाहिँ के लफडा चलिरहेको छ होइन, यो उद्योगहरूको लाइन चाहिँ किन काटिएको छ अनि हजारौँमा कामदारहरू चाहिँ किन छुट्टीमा बस्नु परेको छ भन्ने विषयमा चाहिँ आज अलिकति बुझौँ है त। यसलाई सामान्य भाषामा कसरी बुझौँ भन्दाखेरि चाहिँ तपाईँले मान्नुहोस् आज एउटा रेस्टुरेन्टमा गएर चाहिँ 300 रुपियाँ पर्ने कफी खानुभयो होइन, खाइराख्नु भएको छ तपाईँले चाहिँ। तर तपाईँ चाहिँ खाएर बिल तिर्न उठ्ने बेलामा चाहिँ तपाईँलाई चाहिँ 30 रुपियाँको मात्र त्यो कफीको बिल आउँछ क्या, 30 रुपियाँको मात्र कफीको बिल आउँछ। त्यहाँ हजुरको साइडमा अरूले पनि 30 रुपियाँकै कफी खाइरहेका छन् होइन, तर हजुरले चाहिँ 300को खानुपर्छ, तर हजुरलाई पनि 30कै बिल आउँछ, हजुरले 30 रुपियाँ तिरेर निस्किनुहुन्छ होइन हो। अनि त्यसपछि चाहिँ के हुन्छ भने चाहिँ तपाईँलाई चाहिँ पछि फेरि चाहिँ तपाईँले चाहिँ 300को कफी खानुभएको थियो भनेर 300को बिल लगेर तपाईँलाई चाहिँ रेस्टुरेन्टले चाहिँ तपाईँलाई दिन्छ। त्यस्तै हेर्ने के हुन्छ भन्दाखेरि चाहिँ जब नेपाली गरिब जनताहरूले चाहिँ नर्मल जुन लोड सेडिङको समय थियो त्यो बेलामा चाहिँ उनीहरूले चाहिँ लोड सेडिङ खपेर बसिरहेका थिए। त्यति बेलामा चाहिँ उद्योगहरूले चाहिँ 20 घन्टा लाइन पाइरहेको थिए, जुनलाई चाहिँ ट्रङ्क लाइन भनिन्छ। त्यसै गरी कुनै उद्योगले चाहिँ 24 घन्टा लाइन पाइरहेको थियो, त्यसलाई चाहिँ डेडिकेटेड लाइन भनिन्छ क्या, जुन चाहिँ लोड सेडिङ भइरहेको बेलामा पनि उद्योगहरूले लाइन पाइरहेका थिए। तर त्यति बेला चाहिँ उनीहरूलाई नर्मल बिल गयो। तर पछि जब प्राधिकरणले तपाईँहरूले यो डेडिकेटेड ट्रङ्क लाइन युज गर्नुभएको यसको बिल दिनुहोस् भन्दाखेरि चाहिँ उद्योगहरूले चाहिँ तिर्न मानेन क्या, किनकि उनीहरूले आफ्नो रेगुलरवाला चाहिँ तिर्दै आइरहेको थियो, तर यो डेडिकेटेड ट्रङ्क लाइनको बिल तिर्न मानेन। अब फेरि तपाईँले सोच्नु होला यति धेरै अर्बौँमा बिल कसरी आयो नि, बिल आउनुपर्ने लाखौँमा करोडौँमा आउनुपर्ने भन्ने पनि हुनसक्छ होइन। यो अर्बौँमा चाहिँ कसरी आयो भन्दाखेरि चाहिँ त्यति बेला चाहिँ करोडौँमा बिल आएको थियो होइन। अनि त्यसपछि चाहिँ प्राधिकरणले चाहिँ यसको फाइनमाथि फाइन अथवा ब्याजमाथि ब्याज जोडेर चाहिँ अहिलेसम्म चाहिँ क्युमुलेटिभ भएर चाहिँ अनि यो अर्बौँमा पुगेर विभिन्न कम्पनीको चाहिँ अर्बौँ तिर्नुपर्ने बक्कौता बाँकी रह्यो। यसमा चाहिँ खास गल्ती भनेको चाहिँ अब प्राधिकरणको पनि एक हिसाबले गल्ती हो। उनीहरूले चाहिँ खास इन्फर्मेसन राम्रोसँग फ्लो भएर चाहिँ उद्योगहरूलाई चाहिँ डेडिकेटेड ट्रङ्क लाइनको इन्फर्मेसन फ्लो भएर चार्जहरू त्यही अनुसारको के हो बताएर चाहिँ अनि त्यही अनुसारको बिल जानु पर्थ्यो सुरुमै, त्यो भएन। अनि अब उद्योगहरूको समस्या त के हो भने उनीहरूले युज गरेका थिए, जब गरिब जनताहरूले चाहिँ आफ्नो घर लोड सेडिङ फेस गरिरहेका थिए, उनीहरूले चाहिँ 20 घन्टा 24 घन्टा उद्योग चलाइरहेका थिए, तर उनीहरूले चाहिँ नर्मल मात्र बिल तिरे नि त, जुन त्यो डेडिकेटेड भनेर जुन स्पेसल सर्भिस पाएका हुन्छन् त्यसको चाहिँ बिल तिरेनन् हो। त्यसको बिल नतिर्नु चाहिँ उनीहरूको चाहिँ जुन पछि आयो त्यो हिसाबले उनीहरूले पनि पछि आयो किन आयो भन्ने हिसाबले चाहिँ न्यू बाहना बनाए अनि तिरेनन्। तर यसको चाहिँ पैसा चाहिँ जसै तिर्नुपर्ने देखिन्छ उद्योगहरूले चाहिँ, किनकि यसमा प्राधिकरणको त गल्ती थियो, तर प्राधिकरणले चाहिँ अब यसलाई चाहिँ समाधान कसरी गर्न सकिन्छ भन्दाखेरि चाहिँ प्राधिकरणले अलिकति आफ्नो गल्ती पनि महसुस गरेर चाहिँ छुट दिएर हुन्छ कि कसरी हुन्छ यसलाई